हेलो नमस्ते साथीहरू। आज चाहिँ मैले मटन यानि कि बाख्राको खुट्टाको सुप बनाउँदैछु। एकदम रसिलो टेस्टी चोपिलो तरिकाले। तर कसरी बनाउने भनेर तपाईँ चिन्ता गर्नु भइरहेको छ भने यो मेरो रेसिपी चाहिँ एकदम ट्राई गर्न सक्नुहुनेछ। मैले मसलाहरू के हालेको छु देखिरहनु भएको छ। त पानी चाहिँ मैले तातो पानी हालेको छु है, तातो पानी हालेको छु। यसमा चाहिँ राम्रोसँग 6 सिटी लगाइदिनु होला। 6 सिटी लगाएपछि यो राम्रोसँग पाक्छ। पाकेर यो एकदमको चोपिलो सुप हुन्छ है। हेर्नु एकदम खाम लाग्दो छ यो मेरो बाख्राको खुट्टाको सुप। ल हजुरहरूले हेरिहाल्नुभयो। यदि मन पर्यो भने चाहिँ लाइक गरिदिनु, कमेन्ट गरिदिनु अनि च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु है। धन्यवाद।